इसु हजुर तिमीलाई 3 को र 4 को टेबल आउँछ कि नै? आउन आउन्न म लेखिदिन्छु 10 मिनेटमा कन्टाउन सकिन्छ? साँच्ची? साँच्ची म लेखिदिन्छु है त। 10 मिनेटमा कन्ट गऱ्यो भने म यो दिन्छु। यो कति रुपियाँ हो? 30 रुपियाँ। यो कति रुपियाँ हो? यो कति हो? 30 20 यो 20 रुपियाँ होइन? अनि यो कति रुपियाँ हो? 10 रुपियाँ। तर 10 मिनेटमै 4 को र 3 को टेबल कन्ट गऱ्यो भने म यो दुईटा रुपियाँ, दुईटा नोट छ 30 रुपियाँ म तिमीलाई दिन्छु है। ल म लेखिदिन्छु पहिला है त। म लेख्छु, तिमी जाऊ त्यो जाऊ। ल साथीहरू म लेखिदिन्छु 3 र 4 का। अनि 10 मिनेटमै कन्ट गर्छु भनेका छन्। 10 मिनेट कन्ट गऱ्यो भने म यो 30 रुपियाँ दिन्छु। ल है, जस्तै 3 3 3 3 3 3 3 3 3 into 1 into 2 into 3 into 4 into 5 into 6 into 7 into 8 into 9 3 into 10 30 27 24 21 18 15 12 9 6 3 यो 3 का टेबल भयो। अनि 4 का पनि लेखिदिन्छु। into 10 into 9 into 8 into 7 into 6 into 5 into 4 into 3 into 2 into 1 4 8 12 16 20 24 24 28 32 36 40। ल इसु खयाउ। ल 10 मिनट टाइम दिएको छु है, 10 मिनट। ल 10 मिनट पढ्दैछन् है। ल कतिको रहेछ, क्याज रहेछ है। 10 मिनटमा कन्ट गर्नु भन्छ दुईटा। अरू पनि आउँछ तर 3 र 4 चाहिँ उसलाई आउँदो रहेनछ। के हो? ओइ 10 मिनट त भयो नि त, 5 मिनट त भयो त। ल मैले यो मैले मेरो हातमा छ है, मैले लगेँ। यो मैले बन्द गरिदिन्छु। यो म बन्द गरिदिन्छु, हेर्छन् फेरि अहिले। मैले बन्द गरिदिएँ। ल मैले बन्द गरिदिएँ, यहाँ राखेको छु है। ल यसो ल खै 3 का टेबल भन त। 3 का टेबल 3 का 3 3 6 3 9 3 6 12 3 6 15 3 6 18 3 6 18 3 7 21 3 8 28। ल खै एकचोटि 3 8 कति हुन्छ अरे? कति? 24 3 9 27 3 10 30। ल 4 का भन त। झुक्यो होइन, फेरि 10 रुपियाँ कटाउँछु, फेरि घटाउँछु फेरि। 4 का 4 4 3 8 4 के 12 4 के 16 4 5 20 4 6 का 24 4 7 28 4 7 28 4 7 28 4 8 32 4 8 32 4 9 36 4 10 के 4 10 40। ल जान्यौ। ल ठिक छ, अलि झुक्यो है। तर हुन त फेरि 5 मिनटमै कन्ट गरेको। ल मैले यो 30 रुपियाँ दिन्छु। यो 30 रुपियाँको के खाने हौ? भन ल, के खाने हो? जम्मा गर्ने। कहाँ जम्मा गर्ने? केमा जम्मा गर्ने? केमा जम्मा गर्ने? यो 30 रुपियाँ केमा जम्मा गर्छौ? हो र? ए ल अरू पनि आउँछ नि होइन? ल मैले अर्कोचोटि आउँदाखेरि अरू पनि पढ्नुपर्छ है। 3 कति 9 का पनि आउँछन्। अनि त्यसपछि 5 6 7 का 8 का पढ्नुपर्छ है। ल त मैले दिन्छु। ल है, यो पैसाले चाहिँ टक्कलाई आफ्नो पेनहरू किन्ने अनि कपी किन्ने है त।